स्त्रीको रूप कसरी सेक्सी हुन्छ त? 36 24 36 अथवा 40 28 40 या 34 28 36 यस्तो आँकडाहरूको बारेमा तपाईले कहिलेकाहीँ सुन्नुभएको छ। जुनसुकै स्त्रीको पनि यही आँकडा मात्रै नर्मल हो त? एकहोरो आङ भएकी महिला र दोहोरो आङ भएकी महिला भनेर दुई श्रेणीमा बाँड्ने चलन छ। अब यस्तो खालको आकारहरू जन्मजात रूपमा लिएर आएको नभएदेखि स्त्रीहरूले कसरी कायम राख्न सक्छन् त? जवानीमा राम्रो लाग्ने तर प्रौढा हुँदाखेरि शरीरको आकार छरितो नदेखिने पहिले जस्तो आकर्षक नदेखिने किन हुन्छ त? यौन सम्पर्कको लागि कस्तो शरीर राम्रो हुन्छ भन्ने कुरा बताउन चाहन्छु। उपन्यासहरू, कविताहरू वा साहित्यहरूमा स्त्रीको रूप लावण्यको व्याख्या भइरहेको हुन्छ। यसरी स्त्रीको रूप लावण्यको व्याख्या गरिरहँदाखेरि स्त्रीलाई मनमोहिनी, कामिनी अथवा सेक्सी भनेर भन्ने गरिन्छ। स्त्रीको रूप कसरी सेक्सी हुन्छ त? धेरै मानिसहरूलाई मनपर्ने शरीर कसरी स्त्रीले पाउँछे? के उसको जन्मजात गुणले मात्रै, जन्मजात उसले लिएर आएका अवस्थाले मात्रै उसको सुन्दरता हुने कि नहुने भन्ने कुरो निर्धारण गर्छ? अथवा उसले थप यस्ता उपायहरू आफ्नो जीवनमा अवलम्बन गर्न सक्छ जसले किशोरावस्था, युवावस्था अथवा प्रौढावस्थासम्म पनि उसको रूप निखारिएर आउँछ। मानिसको शरीरमा रूप निर्धारण गर्ने विभिन्न तत्त्वहरू जन्मजात रूपमा पनि आउँछन्, तर जन्मजात रूपमा एउटा घरको जग जस्तै मात्रै भएर तिनीहरू आउँछन्। फिनिसिङ कस्तो हुने भन्ने कुरा पहिले निर्धारण नगरेर पनि घरको जग हाल्न सक्छौँ, तर अन्ततोगत्व हामीले कस्तो फिनिसिङ प्रयोग गर्छौँ, कसरी हामीले घरका विभिन्न सुविधाहरूलाई सङ्ग्रह गर्छौँ भन्ने कुराले बसौँ लाग्ने घर र नबसौँ लाग्ने घर छुट्याउने बनाउन सक्छ। त्यस्तै कुरा स्त्रीहरूको सुन्दरतालाई मनमोहक बनाउन पनि प्रयोग हुन्छ। म डाक्टर सुबोध पोखरेल, माता मनोकामना आरोग्य क्लिनिक पुतली सडक काठमाडौँमा वरिष्ठ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी चिकित्सक एवं परामर्शदाताको रूपमा कार्यरत छु। सामाजिक सञ्जालमा भिडियोहरू बनाएर पोस्ट गर्ने गर्छु। यस्तो खालको भिडियोहरू हेरेर आफ्ना लक्षणहरू अथवा आफ्ना समस्याहरू वा आफ्ना जिज्ञासाहरू त्यससँग मिलेको बुझेर कतिपय व्यक्तिहरू मसँग सामाजिक सञ्जाल वा व्हाट्सएपबाट जोडिरहनु भएको हुन्छ। मैले त्यसमा उहाँहरूलाई मेरो सहयोगीको फोन नम्बर पठाइरहेको हुन्छु र मेरो क्लिनिकको फोन नम्बर पनि पठाइरहेको हुन्छु। म संसारको जुनसुकै कुनामा भए पनि तपाईले व्हाट्सएपमा जोडिएर मसँग कुराकानी गर्न सक्नुहुन्छ। त्यसको लागि मैले दिनमा 1 घण्टा समय छुट्याएको छु, तर त्यसरी अनलाइन परामर्श लिनु अघि तपाईले मेरो सहयोगीको फोन नम्बर वा व्हाट्सएप नम्बरमा कल गरेर वा सम्पर्क गरेर आफ्नो नाम पहिले लेखाएको हुनुपर्छ। जतिखेर पाए त्यतिखेर फोन गरेर मसँग तत्कालै परामर्श लिन सक्ने सम्भावना रहँदैन। 36 24 36 अथवा 40 28 40 या 34 28 36 यस्तो आँकडाहरूको बारेमा तपाईले कहिलेकाहीँ सुन्नुभएको छ। उपन्यासमा, कविताहरूमा अथवा कथाहरूमा कुनै पनि स्त्रीको रूपको वर्णन गर्दाखेरि यस्तो हिसाब किताब दिने गरिन्छ। यदि तपाईले सुन्नुभएको छैन भने म बताउँछु है त। 36 24 36 भनेको कुनै पनि स्त्रीको स्तन वरिपरिको गोलाइ 36 इन्ची, कम्मरको गोलाइ 24 इन्ची र पुट्ठाको गोलाइ 36 इन्ची छ भनेर भन्न खोजिएको हो। यो विभिन्न नायिकाहरू अथवा मोडेलहरूको चर्चा गर्दाखेरि पनि यो आँकडा भन्ने गरिन्छ। यस्तो पनि भनाइ छ कि विश्व सुन्दरीहरूको चयन गर्दाखेरि अथवा कुनै पनि सुन्दरी प्रतियोगितामा स्त्रीहरूको पुरस्कार कसले पाउने त भनेर निर्धारण गर्ने क्रममा यस्तो बनोटलाई सबैभन्दा उपयुक्त बनोट मानिन्छ भनेर एक किसिमको मिथ हामीले समाजमा भन्ने गरिएको पाउँछौँ। तर सधैँ 36 24 36 महिलाको शरीरको आँकडा हुन सक्छ त? जुनसुकै स्त्रीको पनि यही आँकडा मात्रै नर्मल हो त? त्यस्तो होइन। यो त एउटा उदाहरण हो, यो त एउटा प्रतिनिधिमूलक आँकडा हो। कुनै स्त्रीको उचाइ कत्रो छ, अर्थात् ऊ 5 फिट मात्रै उचाइकी छ कि 5 फिट 4 देखि 6 इन्चीसम्मको उचाइ छ कि 5 फिट 6 इन्ची भन्दा बढी 5 फिट
8 इन्च 9 इन्चसम्मको उचाइ छ कि वा त्योभन्दा पनि बढी 6 फिटको आसपासको उचाइ छ। यस्तो उचाइको अनुरूप पनि उसको शरीरको सुन्दरताको लागि हुनुपर्ने यी आँकडाहरू फरक हुन सक्छन्। 20औं शताब्दीको मध्यतिर अमेरिकामा मार्लिन मनरो भन्ने एउटी अभिनेत्री थिइन्। उनको शरीरको बनावटलाई ध्यान दिएर यो 36-24-36 को आँकडाको चर्चा हुन थालेको भनेर भनिन्छ। उनी 5 फिट 4 इन्च अग्ली थिइन्। त्यसको अर्थ कुनै पनि महिला मध्यम उचाइकी छ, अर्थात् 5 फिट 4 इन्च वा 5 इन्च वा 6 इन्चको छ भनेदेखि उसको यो बनोट सुन्दरताको लागि काफी हुन सक्छ। तर त्योभन्दा पनि अग्ली महिला अर्थात् हाइट बढी भएकी महिलाको बनोट भने फरक किसिमको भए मात्रै सुन्दर हुने, त्यस्तै बनोट भएदेखि नसुहाउने खालको हुने हुन सक्छ। उदाहरणको लागि कुनै महिलाको कम्मर 28 इन्चको र पुट्ठाको वरिपरिको गोलाइ 38 इन्च छ भनेदेखि उसको उचाइ चाहिँ अलि धेरै हुनुपर्छ है, अर्थात् 5'7", 5'8" वा 5'9" हुनुपर्छ भनेर भन्नुपर्ने हुन्छ। त्यसकारण उचाइको आधारमा शरीरका विभिन्न अङ्गहरूको गोलाइ अथवा तिनीहरूको बनोट पनि हुनै पर्ने हुन्छ। यसो भन्दाखेरि शरीरलाई एकोहोरो आङ भएकी महिला र दोहोरो आङ भएकी महिला भनेर 2 श्रेणीमा बाँड्ने चलन छ। तपाईले यो सुन्नुभएको छैन भने म यसबारे अलिकति तपाईहरुलाई बताउँछु। एकोहोरो आङ भएकी महिला भनेको अत्यन्त छरितो शरीर भएकी महिला हो, जसलाई कामसूत्रमा मृगिणी भनेर भन्ने गरिएको छ। यस्तो स्त्रीहरूको शरीर पातलो खालको हुन्छ, छरितो खालको हुन्छ र उनीहरूको उचाइ पनि लामो हुन्छ। यस्तो स्त्रीहरूमा तपाईले भारतीय अभिनेत्री कियारा अडवाणी अथवा रेखा अथवा धेरै पुरानोमा जाने हो भनेदेखि नूतनका चलचित्रहरू तपाईले हेर्नु भएको छ भनेदेखि तपाईले बुझ्न सक्नुहुन्छ। यस्ता स्त्रीहरूको स्तनको आकार पोटिलो भएन, चुच्चिएको भएन र पुट्ठाको आकार गोलो र पछाडि उचालिएको भएन र कम्मर भित्र पसेको भएन भनेदेखि उनीहरू उचाइ राम्रो भए तापनि सुन्दर देखिँदैनन्। उनीहरू केवल घोडी जस्ती अथवा अश्विनी किसिमका हुन सक्छन्। तर घोडी जस्ती स्त्रीलाई सुन्दर भनेर भनिँदैन। त्यही उचाइ भएकी स्त्रीको स्तनको आकार अत्यन्त पोटिलो र अगाडि चुच्चिएको छ, छेउतिर फैलिएर फर्सी जस्तो भएको छैन र उसको पुट्ठा अर्थात् नितम्ब अलि उचालिएको तर गोलो किसिमको छ र शरीरलाई हामीले टाउकोदेखि उसको खुट्टासम्म एउटा रेखा तानेर छेउतिरबाट हेर्यौं भनेदेखि उसको छातीमा त्यो रेखा फुकेको छ, कम्मरमा भित्र पसेको छ, पुट्ठामा फेरि छातीमा फैलिए जस्तै गरेर त्यो रेखा फैलिन्छ र फेरि तिग्रामा आइसकेपछि त्यो रेखा भित्रतिर आएर घुँडासम्म पुग्दाखेरि लगभग त्रिभुज जस्तो बनाउँछ भनेदेखि त्यस्ती महिलालाई सुन्दर महिला, सुन्दर बनोट भएकी महिला भनेर भन्न सकिन्छ। नेपाली अभिनेत्रीहरू अथवा मोडेलहरूमा तपाईले स्वस्तिमा खड्का अथवा प्रियङ्का कार्कीहरूको उदाहरण यसमा लिन सक्नुहुन्छ। म अब दोहोरो आङ भएकी महिला भनेको के हो भन्ने तपाईहरुलाई भन्छु। शरीरको समग्र बनोट भने अलि मोटो खालको, मोटो देखिने खालको भएको, तर त्यस्तो मोटो देखिने शरीरमा पनि स्तनको र पुट्ठाको आकार र कम्मरको आकार सुहाउँदिलो भएको कारणले गर्दाखेरि ऊ छरिती महिला भन्दा पनि कहिलेकाहीँ त अझ बढी राम्री र आकर्षक देखिने हुन सक्छ। शरीरमा मासु प्रशस्त भए जस्ती देखिने तर सुन्दर महिलाको उदाहरणहरू दिनु पर्दाखेरि भारतीय पुराना अभिनेत्रीहरूमा मीना कुमारी अथवा हेमा मालिनीको उदाहरण दिन सकिन्छ। आशा पारेखको पनि यसमा उदाहरण दिन सकिन्छ। मैले जति पनि नेपाली अथवा हिन्दी या अंग्रेजी नायिकाहरू मोडेलहरूको नाम लिइरहेको छु त्यो ससम्मान उनीहरूप्रति श्रद्धा व्यक्त गरेर लिइरहेको छु। उनीहरूको रूपको यहाँ चर्चा गरेर उनीहरूलाई मैले अपमान गर्न अथवा बदनाम गर्न खोजेको होइन है।
राम्रो कुराको उदाहरणको रूपमा उनीहरूलाई लिइरहेको छु। कृति स्यानन र दीपिका पादुकोण भन्ने जुन भारतीय अभिनेत्री अथवा मोडेलहरू छन् नि, हो उनीहरू पनि छरहरी अथवा एकोरो आङ्की महिलाका उदाहरणहरू हुन्। दोहोरो आङ्की महिलामा अञ्जना बराइली भन्ने नेपाली अभिनेत्री अथवा वर्षा राउत भन्ने नेपाली अभिनेत्रीलाई तपाईँले सम्झिनुभयो भनेदेखि उहाँहरूको जुन किसिमको सुन्दरता अथवा आकर्षकपन छ, उहाँहरूको शरीर दुब्लो अथवा छरहरो नभए पनि उहाँहरू राम्री देखिनुहुन्छ, त्यो उहाँहरूको शरीर र उचाइको अनुपात ठिक भएको कारणले हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। भारतीय अभिनेत्री जया भादुडीको बारेमा त हामीलाई थाहा छ, धेरैलाई थाहा छ। उहाँको विवाह अमिताभ बच्चन जो भारतीय फिल्म जगतकै अहिलेसम्मको सबैभन्दा प्रख्यात नायक हुनुहुन्छ उहाँसँग भएको छ। उहाँको उचाइ 5 फिट भन्दा अलिकति मात्रै बढी होला। उहाँको शरीरमा जुन 36-24-36 को आँकडा हो त्यस्तो पनि नहुने गरिको उहाँको बनोट छ, तर तिनीहरूको अनुपात भने मिलेको छ। स्तनको आकार अगाडिपट्टि तेर्सिएको, अगाडिपट्टि चुच्चिएको र नितम्बको आकार पछाडिपट्टि गोलो भएर उठेको रूपमा भनिएको, तर स्तनको अगाडिपट्टि चुच्चो भएर आउने र पछाडिपट्टि नितम्बको पुट्ठाको गोलो भएर उचालिने क्रम एकै नासको हुँदैन धेरै जसो। त्यस कारणले सामान्य अवस्थामा 36-24-36 लाई एउटा स्ट्यान्डर्ड मानिए तापनि 34-24 र 36 लाई अथवा 34-24 र 38 लाई कतिखेर अत्यन्त राम्रो बनोट भनेर पनि भन्ने गरिन्छ। कम्मर पनि सधैँ एकै नासले छिन्न लागे जस्तै गरी बनेको नहुन सक्छ। 36-25 र 38 पनि अत्यन्त सुन्दर आकार हुन सक्छ। अब यस्तो खालको आकारहरू जन्मजात रूपमा लिएर आएको नभएदेखि स्त्रीहरूले कसरी कायम राख्न सक्छन् त? स्त्रीहरूले आफू जन्मिसकेपछि, आफू किशोरी अथवा जवान भइसकेपछि यो आकार कसरी प्राप्त गर्न सक्छन् त? भारतीय अभिनेत्री रेखालाई यदि कुनै व्यक्तिहरूले उनका पुराना चलचित्रहरूमा देखेका छन् भने उनको शरीर अलि भद्दा खालको रूपमा सम्झिन सक्नुहुन्छ। तर अहिले तपाईँ उनको रूप हेर्नुहोस् त, उनले योगा गरेर, उनले एक्सर्साइज गरेर, आफ्नो शरीरको मांसपेशीको स्वास्थ्यमा प्रगति गरेर र बोसोको वितरणलाई भने जस्तो गरेर घटाएर सुन्दर एकोरो आङ्की महिलाको रूपमा परिचिति पाउनु भएको छ। पहिले त्यही रेखा दोहोरो आङ्की महिलाको रूपमा परिचित हुनुहुन्थ्यो, तर पछि केही फिल्महरू गरिसकेपछि, झन् उमेर बढिसकेपछि उहाँ एकोरो आङ्की अर्थात् छरहरी महिलाको रूपमा देखिन थाल्नुभयो। यस अर्थमा उहाँ पहिले हस्तिनी महिलाको रूपमा हुनुहुन्थ्यो भने पछि उहाँ मृगिणी महिलाको रूपमा परिवर्तित हुनुभयो। त्यो रेखा त्यही रेखा होइन त? त्यही रेखा हो। उहाँले आफ्नो एक्सर्साइजको आधारमा त्यस्तो बनाउनु भयो। उहाँले खानपिनमा कस्तो कस्तो खानेकुरा खानुपर्छ वा कस्तो कस्तो खानु हुँदैन भन्ने बारेमा पनि राम्रोसँग अध्ययन गरेर ती आनीबानीहरू, त्यो जीवनशैली अपनाएर आफूलाई त्यस्तो बनाउनु भयो। अर्की यस्तै अभिनेत्री शिल्पा शेट्टीको पनि हामी नाम लिन सक्छौँ। सुरुका फिल्महरूमा उनी आउँदाखेरि अलि दोहोरो आङ्की देखिन्थिन्। उनको शरीर पनि अहिले जस्तो छरितो र चट्ट मिलेको थिएन। उनी यो उमेरमा पनि अर्थात् 50 नागिसकेको उमेरमा पनि सुन्दरी देखिन्छन्। यी उदाहरणहरू हामीले आफ्नै प्रयासबाट पनि आफ्नो सुन्दरतालाई अझ निखार्न सक्छौँ र आफूलाई सुन्दरी बनाएर राखिरहन सक्छौँ र अरूलाई देखाउन मात्र नभए पनि आफ्नै मनमा म राम्री छु, म सुन्दरी छु अथवा म छरिती छु भनेर सन्तुष्टि लिन सकिन्छ। सन्तुष्टि मानिसको जीवनको सबैभन्दा ठुलो प्राप्ति हो। सन्तुष्टि भएपछि मानिस लामो पनि बाँच्छ, मानिसले गर्न खोजेका सबै कार्यहरू पनि गर्न सक्छ र उसले आफ्ना जीवनका दिनहरू आनन्दित रूपले बिताउन सक्छ। उसको शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ। मैले अघि मीना कुमारी र आशा पारेख जस्ता भारतीय पुराना अभिनेत्रीहरू जो आफ्नो समयका
अत्यन्त प्रखर अभिनेत्रीहरूमा गनिनुहुन्छ, उहाँको पनि चर्चा गरेँ दोहोरो आङ्की स्त्रीहरूमा। आशा पारेखको जुन शरीरको माथिल्लो भाग छ नि, अर्थात् छातीको भाग र कम्मरको भाग, त्यो एक किसिमको छ भनेदेखि उनको पुट्ठाको अर्थात् उनको नितम्बको गोलाइ भने अत्यधिक मात्रामा ठुलो छ। उनी जब आफ्नो जवानीको अवस्थामा थिइन् त्यतिखेर उनको नितम्ब आकर्षक लाग्थ्यो, तर अहिले उनको नितम्ब आकर्षक भन्दा पनि भद्दा जस्तो देखिन थालेको छ। सम्मानको साथै भनिरहेको छु, केवल तपाईहरूलाई त्यस्ती प्रख्यात नायिका, सुन्दरी नायिकाको शरीरमा कसरी परिवर्तन आयो भन्ने व्याख्या गर्नको लागि तपाईहरूलाई उदाहरण दिँदैछु। अर्को उदाहरण मीना कुमारीको हो। आशा पारेखको जस्तै गरी नितम्बको आकार अलि भारी खालको थियो, अर्थात् उनको पुट्ठा उचालिएको र डल्लो खालको, तर अलि धेरै चौडा थियो। कतिले त आशा पारेख वा मीना कुमारीलाई उनीहरूको बाकस धेरै ठुलो छ भनेर पनि कोड ल्याङ्ग्वेजमा भन्ने गर्थे पुरुषहरू एकअर्कासँग कुरा गर्दाखेरि। त्यस्तो खालको आकार जवानीको समयमा जतिखेर मासु र बोसो प्रशस्त मात्रामा शरीरमा हुन्छ राम्रो लाग्न सक्छ र पुट्ठाको आकर्षणको कारणले मात्रै पनि पुरुषहरूले मन पराउन सक्छ। तर उमेर बढ्दै गएपछि जब बोसोको मात्रा घट्छ, जब उनीहरूको शरीरमा इस्ट्रोजेन हर्मोनको मात्रा घटेर बोसो घट्दै जान्छ र मांसपेशीको पनि आकार कम हुँदै जान्छ, तब त्यस्तो शरीर भद्दा देखिन सक्छ। यस्तो किन हुन्छ त? जवानीमा राम्रो लाग्ने तर प्रौढा हुँदाखेरि शरीरको आकार छरितो नदेखिने, पहिले जस्तो आकर्षक नदेखिने किन हुन्छ त भन्दाखेरि यस्तो कुरामा भने जन्मजात केही गुणहरूको प्रभाव पर्छ। स्त्रीहरूको शरीरको बनोट छरितो हुने नहुने, दोहोरो आङ्को हुने, एकहोरो आङ्को हुने वा राम्रो हुनेमा 3 किसिमका तत्त्वहरूको प्रभाव हुन्छ। एउटा त हड्डीको बनोट, अर्थात् त्यो घरको जग जस्तो हो। हड्डीको बनोट कस्तो हुने भन्ने कुरा कुनै पनि महिलाले जन्मजात लिएर आएकी हुन्छ, त्यसलाई एक्सर्साइज वा अभ्यासले फरक पार्न सकिँदैन, त्यसैले यो घरको जग जस्तो हो। अर्को बोसोको वितरण, बोसोको वितरणमा प्रशस्त फरक पार्न सकिन्छ। आफ्नो बोसोलाई अलिकति बढाउन सकिन्छ, बोसोको वितरण शरीरमा बोसोलाई पूर्ण रूपेण घटाउन सकिन्छ। त्यो कुरा खानपान, जीवनशैली र हामीले गर्ने व्यायाममा भर पर्छ। त्यसै गरी मांसपेशीहरूको सुडोलपन, हड्डीमाथि जुन तन्तु रहेको हुन्छ र त्यो तन्तुमाथि बोसो जम्मा हुन्छ, त्यसमध्ये बीचमा रहने तत्त्व मांसपेशीलाई कसरी हामी एक्सर्साइजद्वारा दुरुस्त राख्छौँ अथवा एक्सर्साइजद्वारा तिनीहरूको आकार प्रकारलाई राम्रो बनाउँछौँ भन्ने कुरामा पनि सुन्दरता भर पर्छ। यसरी हड्डीको आकारलाई हामी जन्मजात भन्दा परिवर्तन गर्न सक्दैनौँ। खानपान, एक्सर्साइज अथवा जीवनशैलीले भने मांसपेशी र बोसोको वितरणलाई खानपान, एक्सर्साइज र जीवनशैलीले प्रशस्त परिवर्तन गर्न सकिन्छ। भनेको मतलब 3वटा मध्ये 2वटा तत्त्वमा हामीले पछि प्रयास गरेर अथवा पछि मेहनत गरेर राम्रो पार्न सकिन्छ, सुन्दर पार्न सकिन्छ, आकर्षक पार्न सकिन्छ। हड्डीलाई पनि क्याल्सियमहरूको बढी प्रयोग गर्ने, क्याल्सियम जन्य खानेकुराहरू जस्तो दुधहरूको प्रयोग राम्रोसँग गर्ने र एन्टिअक्सिडेन्ट खानेकुराहरूको प्रयोग गरेर स्वस्थ भने राख्न सकिन्छ। उमेर बढ्दै गएपछि महिलाहरूको हाइट केही स्वतः घट्छ, तर त्यस्तो स्वतः घट्ने कुरालाई क्याल्सियम प्रयोग गरेर पहिलेकै रूपमा कायम राख्न सकिन्छ। अन्त्यमा म तपाईहरूलाई यौन सम्पर्कको लागि कस्तो शरीर राम्रो हुन्छ भन्ने कुरा बताउन चाहन्छु। यौन सम्पर्कमा यौन आकर्षण सुन्दरताले दिन्छ, शरीरको बनोटले दिन्छ, अनुहारको बनोटले दिन्छ र शरीर र अनुहारको समग्र स्वरूपले नै कुनै पनि महिलालाई सेक्सी भए नभएको निर्धारण गर्छ। छरितो शरीर भएकी अर्थात् एकहोरो आङ भएकी मृगिणी स्त्री यौन सम्पर्क राख्ने बेलामा आसन परिवर्तन गर्न, चुम्बन गर्न, अङ्कमाल गर्न अत्यन्त छरिती खालकी हुन्छ र उसलाई जुनसुकै किसिमले छरितो पुरुषले
यौन सम्पर्क गर्न सक्छ। त्यसकारणले उनीहरूको यौन जीवन सुमधुर हुन्छ भनेर एक थरीले भन्ने गर्छन्। अर्को थरीले मांसल स्त्री अर्थात् दोहोरो आङ्की स्त्री जसको शरीरमा यथेष्ट मात्रामा मासु पनि छ र केही हदसम्म बोसो पनि छ जसले उसको सुडौलपनलाई बिगार्दैन भनेदेखि त्यस्ती स्त्रीसँग यौन सम्पर्क गर्न यसकारण मजा आउँछ कि त्यसलाई सुमसुमाउँदा, त्यसलाई छुँदा, त्यसलाई स्पर्श गर्दाखेरि आनन्द महसुस हुन्छ। एकअर्काको शरीरसँग घर्षण गर्दाखेरि पनि आनन्द आउँछ भनेर पनि केहीले भन्ने गर्छन्। उनीहरूको शारीरिक सुन्दरतालाई कसरी कायम राख्ने भन्ने कुरा कामसूत्र लगायत विभिन्न जीवनशैलीका र विभिन्न व्यायामका तथा योगका पुस्तकहरूको सारांश हो। ती पुस्तकहरू पढेर रिसर्च गरेर मैले यी कुराहरू तपाईहरूलाई भनिरहेको छु। यसमा जोडिएका उदाहरणहरू भने मैले तपाईहरूलाई बुझ्न सजिलो होस् है भन्नको लागि भनेको। आजलाई यति, फेरि अर्को भिडियोमा भेटौँला।